हेलो नमस्ते गाइस, वेलकम टू माई यूट्यूब च्यानल। आज म फेरि नयाँ ब्लग लिएर आइसकेको छु गाइस। आज हामी पूर्वको सुन्दर नगरी धरन भन्दा केही माथि विजयपुर डाँडामा रहेको बुढासुब्बा मन्दिरतिर जाँदैछौँ। अब हामी सबैजना विजयपुर डाँडामा झरेर बुढासुब्बा मन्दिरतिर जाँदैछौँ गाइस। अब हामी चाहिँ एक आपसमा कुरा गर्दै अगाडि बढिरहेछौँ गाइस। हामी चाहिँ धेरैजना घुम्न गइरहेछौँ गाइस। हेर्नुहोस् अगाडि पछाडि धेरैजना छौँ गाइस। बिहानको मर्निङ भ्यू चाहिँ एकदम राम्रो छ गाइस, हेर्नुहोस्। फाइनली गाइस, अब हामी चाहिँ बुढासुब्बा मन्दिरको गेटमा पुगिसक्यौँ गाइस। अब हामी चाहिँ भित्र पस्दैछौँ गाइस। हेर्नुहोस् सबैजना। अब हामी गेटभन्दा भित्र पसिसक्यौँ गाइस। फाइनली गाइस, अब हामी बुढासुब्बा मन्दिर पनि आइसकिसक्यौँ गाइस। यहाँभन्दा अगाडि चाहिँ बुढासुब्बा मन्दिर छ, हेर्नुहोस् गाइस। बुढासुब्बा मन्दिर चाहिँ यो हो गाइस। एक दिन चाहिँ सुब्बा र सुब्बेनी दाजु बहिनी चाहिँ शिकार गर्दै गर्दा चाहिँ भुलवश कागलाई गुलेली हान्दाखेरि मटेङ्ग्राले चाहिँ बाँसको टुप्पोलाई लागेर बाँसको टुप्पो भाँचिएर झर्यो। त्यसपछि बाँसको टुप्पोहरू कहिले पलाएन र त्यस स्थानमा कागहरू पनि कहिले आएन भन्ने भनाइरहेको छ गाइस। बाँसको टुप्पोहरू हेर्नुहोस्, कुनैको पनि छैन। यहाँ रहेको बाँसहरूमा पहिला प्रेमी प्रेमिकाहरूको नाम लेख्ने चलन थियो। यसरी बाँसमा नाम लेख्दाखेरि माया प्रेम सफल हुन्छ भन्ने भनाइ थियो। तर यसरी बाँसमा लेख्दा बाँसहरू सुक्न र मर्न थालेपछि अहिले आएर चाहिँ यसमा धागो बाँध्ने चलन रहेको छ। यो बाँसहरूमा हेर्नुहोस्। अहिले चाहिँ आफ्नो मनोकामनाहरू पुरा होस् भनेर यसरी बाँसको बाहिर चाहिँ यसरी धागो धच्चाहरू बाँध्ने चलन रहेको छ गाइस। यहाँनिर चाहिँ आफ्नो मनोकामनाहरू चाहिँ सम्झिँदै, मनमा सम्झिँदै गाँठो बनाउने चलन छ गाइस। अब हामी चाहिँ यहाँनिर बुढासुब्बामा अर्को मन्दिर जाँदैछौँ गाइस। अब यहाँनिर यो चाहिँ बहिनीको मन्दिर हो, बुढासुब्बाको बहिनीको मन्दिर हो गाइस। यो तल्लो चाहिँ बुढासुब्बा दाइको मन्दिर हो। यो बुढासुब्बा मन्दिरभित्र दुईवटा माटोको ढिस्काहरू रहेको छ र जसलाई चाहिँ बुढासुब्बाको रूपमा पूजा गर्ने चलन छ। र यहाँ चाहिँ भक्तजनहरूको एकदमै सधैँ भिडभाड हुने गर्दछ गाइस। यहाँ भक्तजनहरू देश तथा विदेशबाट आउने गर्दछन् र भक्तजनहरूले भाकल अनुसारको बलि दिएर पूजा गर्ने गर्दछन्। र यहाँ पूजा गर्दाखेरि चाहिँ भाकल गर्दा चाहिँ भक्तजनहरूको मनोकामना पुरा हुने विश्वास गरिएको छ।
फाइनली गाइस अब हामी मन्दिर घुमेर चाहिँ फर्किन लाग्यो गाइस।